यो एक सानो लाइन चाहिँ यही देशमा बिना अकालमा ज्यान गुमाएका दिदीबहिनीहरूको लागि। निर्मला पन्था अनि मनुष्य क नसिम भट्टराई लगायत यस्ता थुप्रै दिदीबहिनीहरूको हत्या भएको छ। यी हत्या कसले गर्यो, के कसरी गर्यो, कहाँ गर्यो त्यो कसैलाई पनि थाहा छैन। बस मान्छेहरूलाई त यहाँ कुरा काट्न अनि अरूले के गर्दैछ त्यसको बारेमा बुझ्नलाई मात्रै जरुरी छ। ऊ गरिबको छोरी होस् या धनीको छोरी, उसले न्याय पाउनै पर्छ। जति दुःख कष्ट गरेर हुर्काएका उनको बाउआमाको लागि उसले न्याय पाउनै पर्छ। यदि उसले न्याय नै पाएन भने यो संसारमा न्याय दिनेहरूको के काम। र यति भन्छु कि म अब आउने यो अनुष्मा बुनुले अवश्य न्याय पाउने छिन् र कडाभन्दा कडा कारबाही गरी यस्तालाई त फाँसीको सजाय नै दिनुपर्छ। किनभने उनीहरूको पनि दिदीबहिनी हुन्थ्यो भने सायद थियो पनि होला, तर किन यस्तो गरे त्यो कसैलाई पनि थाहा छैन। बस अब यिनीहरूले ती बिना अकलमा ज्यान गुमाएका दिदीबहिनीहरूले न्याय पाउनै पर्छ। किनकि बिना अकलमा ज्यान गुमाएका छन्, तिनीहरूले न्याय पाउनै पर्छ। बस म यति नै भन्छु कि अब आउने नयाँ सरकार, नेपाल सरकार ती बिना अकलमा ज्यान गुमाएका पहिलेका दिदीबहिनीहरूले अब आउने नयाँ पुस्ता अनि नयाँ सरकारमा न्याय पाउनेछन् भन्ने आश गर्दछु र अवश्य न्याय पाउन्। मेरो यही हो कि भनाइ। बस सबै दिदीबहिनीहरूले न्याय पाउँछन् भन्ने आश छ। बालेन दाइ यति नयाँ सरकार बन्यो भने हजुरले यति त गर्नुहुन्छ होला अवश्य।